हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग अनि आज पनि हामी पानीपुरी बनाएर खाँदैछौँ किनकि आज चाहिँ हाम्रो कोठामा भाइ आएको थियो भाइ र मम्मी आएको थिए अनि भाइले चाहिँ अस्ति मैले अस्तिको भिडियोमा बनाएको थिएँ नि त अस्ति पनि पानीपुरी बनाएर खाएको भिडियो हालेको थिएँ अनि त्यो भिडियो देखेर चाहिँ आज पनि बनाऊ आज अनि म नै खाने भनेर भनिरहेको थिएँ अनि त्यही भएर अनि आज नि बनाइदिएँ। यसरी फ्यामिलीसँग अनि साथीहरूसँग बसेर खाँदा त रमाइलो हो तर यो हामीले बाहिरबाट किनेर लिएको पुरी हुन्छ नि त्यसले चाहिँ अलि मुखमा पास्ने के अलिकति अनि त्यसले चाहिँ अलि गाह्रो बनाउँछ नत्र त एकदम मिठो हुन्छ नि। अनि के साथीहरू हेर्नु न मलाई कस्तो कुप्री देख्यो के त्यसरी बस्दाखेरि यसरी म जस्तो कुप्री बन्ने चाहिँ तपाईहरु हुनुहुन्छ कि हुनुहुँदैन एकचोटि कमेन्ट गर्नु ल। मलाई चाहिँ बस्दाखेरि पनि कुप्री देखिने हिँड्दाखेरि पनि कुप्री देखिने के त्यो यसरी कुप्रो परेर हिँडेको जस्तो देखिन्छ त्यही भएर मलाई चाहिँ साह्रै अप्ठ्यारो लाग्छ। अनि हेर्न साथीहरू त्यहाँ साथीलाई फोन गरेर अनि देखाइरहेको कि हामीले पानीपुरी बनाएर खाँदैछौँ भनेर अनि यता हाम्रो भाइको चाहिँ फेरि छुट्टै स्टाइल छ पानीपुरी खाने आलु नहाने पुरी र पानी मात्रै खाएको त्यही पनि त्यो मुखमा नहटेर हेर्नु न। अनि साथीहरू हामी चाहिँ पानीपुरी बनाएर खाएर गयौँ मम्मीहरूलाई पुऱ्याउन सुन्धारा। अनि साथीहरू मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई।